안녕하십니까. कोरियन भाषा प्रशिक्षक सुरेश जोशी. नमस्कार इन्स्टिट्युट. आज चाहिँ हामी मुनवावा छङ्बो ओगवाको मुनवावा छङ्बो पाठको छङ्बो. मुनवावा छङ्बो भनेको संस्कृति र जानकारी. मुनवावा छङ्बो भनेको संस्कृति र जानकारी. योमा चाहिँ छ हाम्रो याङन्याकवा उम्न्याक. याङन्याक भनेको सौर्य पात्र, यसलाई चाहिँ अंग्रेजी पात्र र उम्न्याक भनेको कोरियन पात्र या चन्द्र पात्र है, जे भन्दा नि हुन्छ. अब तल आउनुहोस्. हानगुगे थाल्यागुन फोमेन. कोरियाको थाल्याक भनेको भिते पात्रोलाई हेर्यो भने खुन सुच्चावा हाम्के ठुलो अङ्क सँगै छागुन सुच्चारो नाल्चावा छग्यात नुन सानो अङ्कद्वारा मिति नाल्चागा छग्यात नुन मिति लेखिएको खसुल कुरालाई फोल्सु सुम्निदा हेर्न सकिन्छ. खुन सुच्चानुन ठुलो अङ्क चाहिँ याङन्याकवा सौर्य पात्र र याङन्याकुल खिजुनुरो सौर्य पात्र अंग्रेजी पात्रको आधारमा हान नाल्चा इगो एउटा मिति हो र छागुन सुच्चानुन छागुन भनेको सानो अङ्क चाहिँ उम्न्याक कोरियन पात्र खिजुनुरो आधारमा हान नाल्चा इम्निदा भनेको अर्को मिति हो. हान भन्दा नि हुन्छ अर्को मिति हो. हानगुगे सनुन कोरियामा चाहिँ याङन्याकवा हाम्के. याङन्याक भनेको सौर्य पात्र अंग्रेजी पात्र. हाम्के सँगै उम्न्याक कोरियन पात्र आजिक अझै सायङ हागिते मुने प्रयोग गरिने भएकोले थाल्याक एदो पात्रमा पनि भिते पात्रमा पनि याङन्याकवा उम्न्याकुन सौर्य पात्र र चन्द्र पात्र हाम्के सँगै फ्योसे छुम्निदा भनेको संकेत गरिएको छ. फेरि सुन्नुहोस्. हानगुगे थाल्यागुन कोरियाको पात्रलाई हेर्यो भने खुन सुच्चावा ठुलो अङ्क र ठुलो अङ्क सँगै छागुन सुच्चारो सानो अङ्कद्वारा नाल्चागा छगे नुन मिति लेखिएको खसुल कुरालाई फोल्सु सुम्निदा हेर्न सकिन्छ. खुन सुच्चानुन ठुलो अङ्क चाहिँ याङन्याकुल भनेको कोरियन अंग्रेजी पात्र. याङन्याक भनेको अंग्रेजी पात्र खिजुनुरो आधारमा त्यसको मापदण्डको आधारमा हान नाल्चा एउटा मिति हो र छागुन सुच्चानुन सानो अङ्क चाहिँ उम्न्याक कोरियन पात्रको आधारमा अर्को मिति हो. हानगुगे सनुन कोरियामा चाहिँ याङन्याकवा हाम्के अंग्रेजी पात्र सँगै उम्न्याक कोरियन पात्र आजिक अझै सायङ हागिते मुने प्रयोग गरिने भएकोले थाल्याक एदो भनेको पात्रमा पनि क्यालेन्डरमा भिते पात्रमा पनि याङन्याकवा उम्न्याक अंग्रेजी पात्र र कोरियन पात्र सँगै फ्योसे छुम्निदा भनेको दुवैद्वारा संकेत गरिएको छ. ल हाम्रो दोस्रो प्याराग्राफमा हेर्नुहोस्. ल हेर्नुहोस् है. होइसाना हाक्यो कम्पनी वा हाक्यो भनेको विश्वविद्यालय है. हाक्यो भनेको स्कुल, थ्याक्यो विश्वविद्यालय, हाक्यो भनेको स्कुल. होइसाना कम्पनी वा हाक्यो विद्यालय. छङ्बु भनेको सरकारी, छङ्बु खिग्वान सरकारी संस्था, छङ्बु खिग्वान भनेको सरकारी संस्था. थुङुई आदिको इल्जङ भनेको कार्यतालिका, इल्जङ कार्यतालिका. मोदु सबै याङन्याकुल भनेको अंग्रेजी पात्रको आधारमा हाम्निदा भनेको गरिएको हुन्छ. ख्वाङबोक जलिना स्वतन्त्र दिवस वा हानगुलनान कोरियन भाषा दिवस. थुङ आदि खुगङ इलिना राष्ट्रिय दिवस वा फप्चङ कानुनी खोङयुल सार्वजनिक बिदाको दिन. याङन्याक अंग्रेजी पात्र खिजुनु इम्निदा भनेको आधारमा हुन्छ. खुरना तर छन्थोङ परम्परागत मेङजल इना चाडपर्व वा सल्लाल कोरियन नयाँ वर्ष, छुसक कोरियन दशैं जस्ता उम्न्याक कोरियन पात्रको आधारमा हुन्छ. फेरि सुन्नुहोस् है. होइसाना कम्पनी वा हाक्यो विद्यालय, छङ्बु खिग्वान सरकारी संस्था, थुङुई आदिको इल्जङुन कार्यतालिका चाहिँ मोदु जम्मै सबै याङन्याक अंग्रेजी पात्रको आधारमा हुन्छ. ख्वाङबोक जल इनार स्वतन्त्र राष्ट्रिय स्वतन्त्र दिवस वा हानगुलनान कोरियन भाषा दिवस. थुङ आदि खुक्योङ इलिना राष्ट्रिय दिवस वा फप्चङ कानुनी खोङयुल भनेको सार्वजनिक बिदाका दिनहरू याङन्याक अंग्रेजी पात्रको आधारमा खिज्जु निम्नदा आधारमा हुन्छ.
खुरना तर छन्तोङ परम्परागत मेङ्जल इन भनेको चाडपर्व मेङ्जल चाडपर्व सल्नाल वा छुसगुन छुसक चाहिँ उम्नक कोरियन पात्रो खिजुनरो आधारमा आम्निदा हुन्छ खुरेछ त्यसैले हानगुकेनुन कोरियामा चाहिँ याङन्यक अंग्रेजी पात्रो चाहिँ इरोल 1 महिना इरिल ग्वा 1 महिना 1 गते र उम्नक कोरियन पात्रो इरोल 1 महिना इरिल 1 गते से छत नारी भनेको के हो नयाँ वर्षको पहिलो पटक से छतनाल भनेको नयाँ वर्षको थुबन इस्टिम्निदा भनेको से छतिना नयाँ वर्षको दिनलाई थुबन इस्टिम्निदा भनेको 2 पटक हुन्छ भनेको के हो एउटा चाहिँ के हुन्छ हाम्रो याङन्यक हुन्छ याङन्यक भनेको अंग्रेजी पात्रोको अनुसार अनि दोस्रो चाहिँ के हुन्छ उम्नक भनेको कोरियन पात्रोको अनुसार के हुन्छ नयाँ वर्षको दिन चाहिँ 2 दिन हुन्छ भनेको है खुरीगो अनि खेनुई व्यक्तिगत छोङ्ग्योगा छोन्जुङ थोइनुन भनेको व्यक्तिगत धर्मलाई सम्मान गर्ने हानगुगेसनुन कोरियनहरुको चाहिँ येसुनिम येसु फुचनिम बुद्धको थानसेङिल जन्मदिन मोदु सबै जम्मै खोङ्यु इल इन्डे सार्वजनिक बिदाका दिन भएकोले येसुनिम येसु थानसेङिल एसुनिमुई थानसेङ इन भनेको एसुनिम जन्मेको दिन खुरिसुमासु क्रिसमस सिप इयोरल ओल भनेको 12 महिना इसिप ओइल 25 गते चाहिँ याङन्यक भनेको अंग्रेजी पात्रको आधारमा खिजुनो र याङन्यगुल खिजुनो र अंग्रेजी पात्रको आधारमा फुचनिम बुद्धको थानसेङ इल जन्मदिन साओल फार इल भनेको 4 महिना 8 गते चाहिँ उम्नगुन कोरियन पात्रोको आधारमा खिजुनो र खिनेमाम्निता भनेको आधारमा चाहिँ मनाइन्छ फेरि सुन्नुहोस् है होइसाना कम्पनी वा हाक्यो विद्यालय छङ्बु सरकारी खिगवान संस्था थुङे आदिको इल्जङुन कार्यतालिका मोदु जम्मै याङन्यगुल भनेको अंग्रेजी पात्रको आधारमा हाम्निदा हुन्छ ख्वाङबोक जलिना राष्ट्रिय स्वतन्त्र दिवस वा हानगुलना कोरियन भाषा दिवस थुङ आदि खुग्याङ इलिना राष्ट्रिय दिवस वा खुग्याङ भनेको के हो राष्ट्रिय खुग्याङ इ राष्ट्रिय दिवस फप्चङ कानुनी खोङ्यु सार्वजनिक बिदाको दिन याङन्यक भनेको अंग्रेजी पात्रोको आधारमा हुन्छ खुरना तर छन्तोङ परम्परागत मेङ्जल इन सल्नाल इना परम्परागत चाडपर्व सल्नाल कोरियन नयाँ वर्ष वा छुसक उम्नगुन भनेको छुसक भनेको कोरियन दशैं चाहिँ उम्नक कोरियन पात्रको आधारमा हुन्छ खुरेछ त्यसैले हानगुगेनुन कोरियामा चाहिँ याङन्यक अंग्रेजी पात्रो इरिल भनेको इरोल 1 महिना इरिल 1 गते ग्वा उम्नक कोरियन पात्रो इरोल 1 महिना इरिल 1 महिना 1 गते से छतनाल भनेको नयाँ वर्षको पहिलो दिन थुबन सुनिदा 2 पटक हुन्छ के रहेछ त यहाँ अंग्रेजी पात्र अनुसार चाहिँ कति रहेछ 1 महिना 1 गते र कोरियन पात्र अनुसार 1 महिना 1 गते भनेर के रहेछ 2 दिन हुन्छ 2 दिन भनेको हुन त एउटै अंग्रेजी पात्र अनुसार 1 दिन हुन्छ र के हुन्छ कोरियन पात्र अनुसार 1 दिन हुन्छ भनेको है खुरिगो अनि खेनुई व्यक्तिगत छोङ्ग्योगा छोन्जुङ थोइनुन भनेको व्यक्तिगत धर्मलाई सम्मान गर्ने हानगुगेसन कोरियनहरुको चाहिँ येसु र फुचनिम भनेको बुद्धको थानसेङिल जन्मदिन मोदु सबै खोङ्यु इल इन्डे सार्वजनिक बिदाका दिन भएकोले येसुको थानसेङिल जन्मदिन खुरिसुमासु क्रिसमस चाहिँ सिप इरोल 12 महिना इसिप ओइल भनेको 25 गते चाहिँ याङन्यगुन अंग्रेजी पात्रको खिजुनो र आधारमा फुचनिमुई बुद्धको थानसेङ इल जन्मदिन साओल फारिल 4 महिना 8 गते चाहिँ उम्नगुन कोरियन पात्रको खिजुनो र आधारमा खिनेमाम्निदा भनेको मनाइन्छ होइसाना कम्पनी वा विद्यालय छङ्बु सरकारी संस्था आदिको इल्जङ कार्यतालिका मोदु सबै याङन्यक अंग्रेजी पात्रको आधारमा हुन्छ ख्वाङबोक जलिना स्वतन्त्रता दिवस वा कोरियन भाषा दिवस आदि राष्ट्रिय दिवस वा फप्चङ खोङ्योल फप्चङ भनेको कानुनी सार्वजनिक बिदाका दिन पनि याङन्यक अंग्रेजी पात्रको आधारमा हुन्छ तर परम्परागत चाडपर्व वा सल्नाल कोरियन नयाँ वर्ष छुसक
सूचक कोरियन दशैं जस्ता उम्न्यक कोरियन पात्रोको आधारमा हुन्छ। त्यसैले कोरियामा चाहिँ याङन्यक अंग्रेजी पात्रो 1 महिना 1 गते, कोरियन पात्रो 1 महिना 1 गते, सेछत भनेको वर्षको पहिलो दिन चाहिँ 2 पटक हुन्छ। अनि खेन व्यक्तिगत छोङ्ग्योगा धर्मलाई सम्मान गर्ने कोरियामा चाहिँ येशुनिम येशु र फुचोनिम बुद्धको जन्मदिन सबै खोङ्ग्युलिन्दै सार्वजनिक बिदा भएकोले येशुनिम येशुको थानसिङिल जन्मदिन क्रिसमस क्रिसमस 12 महिना 25 गते चाहिँ याङन्यक अंग्रेजी पात्रको आधारमा, फुचोनिम बुद्धको थानसिङिल जन्मदिन 4 महिना 8 गते चाहिँ कोरियन पात्रको आधारमा मनाइन्छ। ल अर्को हेर्नुस् है, हाम्रो तेस्रो प्याराग्राफमा हेर्नुस्। सेङिरई जन्मदिनको खेङ्वेद अवस्थामा पनि याङन्यक अंग्रेजी पात्रोको आधारमा याङन्यगुल खिजुनो र अंग्रेजी पात्रको आधारमा हानुन गर्ने मान्छे ईदगो छन् र उम्न्यक कोरियन पात्रको खिजुनो र आधारमा हानुन सारामी सुनिदा गर्ने मान्छे छन् भनेको के हो? सेङिरो जन्मदिनको अवस्थामा पनि याङन्यक अंग्रेजी पात्रको आधारमा र हानुन गर्ने मान्छे छन् र उम्न्यक कोरियन पात्रको आधारमा गर्ने मान्छे पनि छन्। इरक्के यसरी याङन्यकवा उम्न्यक अंग्रेजी पात्रो र कोरियन पात्रो सँगै सुइगो इसस प्रयोग गरिने भएकोले छिन्चा भनेको साँच्चै एकदमै सेङिल जन्मदिन आनिन नारी नभएको दिनमा पनि सत्य है। छिन्चा भनेको सत्य, एक शहीद सेङिल जन्मदिन नभएको दिनमा नारी दिनमा फेक्वाजम इना डिपार्टमेन्ट स्टोर वा फेङ्गन हस्पिटल थुङुरोबुथ आदिबाट खोकेक निम ग्राक ज्यू सेङिल जन्मदिन छुक्का आम्निदा बधाई छ भनेर भन्ने रानुनले के जनाउँछ भनेर भन्ने मुन्जारुल भनेको के हो? मुन्जा भनेको मेसेज है। मुन्जारुल मेसेज फाट्नुन पाउने हेफुनिङ भनेको के हो? हेफुनिङ चाहिँ अवसर है, खुसीको अवसर। इरनागिदो हाम्निदा भनेको उत्पन्न हुन पनि गर्छ। सेङिरो जन्मदिनको अवस्थामा पनि याङन्यक अंग्रेजी नयाँ वर्षको आधारमा हानुन गर्ने मान्छे छन् र कोरियन पात्रको आधारमा गर्ने मान्छेहरू छन्। यसरी याङन्यक अंग्रेजी नयाँ पात्रो र कोरियन पात्रो सँगै प्रयोग गरिने भएकोले छिन्चा भनेको पक्कै त्यही दिन नभएको सेङिल आनिन सत्य त्यही दिन जन्मदिन नभएको दिनमा पनि फेक्वा जमिना डिपार्टमेन्ट स्टोर वा फेङ्गन हस्पिटल थुङुरो आदिदेखि खोकेक निम भनेको ग्राक ज्यू सेङिल जन्मदिनको बधाई छ भनेर भन्ने मुन्जारुल भनेको मेसेज फाट्नुन पाउने हेफुनिङ भनेको के हो? खुसीको मौका। इरनागिदो हाम्निदा भनेको उत्पन्न हुने पनि गर्छ। ल कति बुझ्नुभयो तपाईहरुले यो भन्नुस् है। यो चाहिँ आज मैले ओ गएको 5 को चाहिँ छङ्बो पढाए। योमा तपाईहरुले कति बुझ्नुभयो त्यो मलाई भन्नु होला है। खाम्साम्निदा।